In Nepal, 85% of the people are farmers. This occupation is being passed from generation to generation. However, most of these farmers are uneducated. This is why the Janapriya Technical School was founded in 2005. There are two majors available: agriculture and veterinary. The farmers of the villages, they don't have the agriculture, new technology knowledge. So we teach the students in the agriculture field and veterinary science field. They learn and they teach the farmers about the new technology, new farming system. Most of the technical schools in Nepal are very expensive and unaffordable for a lot of farmers. However, this technical school is different. So this is the community-based school, non-profitable organization. So with the low cost, with the minimum fee, we train the students. Their base is TSLC, below SLC, and we have lab facilities over here. We have small farms where they learn the things, learning by doing, and we have also the big farms, schools in the own area, and we also serve the farmers nearby. There is a lot of farmers. Janapriya School also educates students to become an entrepreneur. This is why Santa Dulal joined the technical school. She was one of the school's first students and graduated last year. मैले प्राइभेट शिक्षा रोज्नुको मेन कारण भनेको चाहिँ जुन अहिले भइरहेको शिक्षामा चाहिँ जुन कमर्सियल जसले पनि पढिरहेछ नि त्यसबाट चाहिँ रोजगारीको कुनै सम्भावना नहुने र प्लस अब कुनै रोजगारी नपाउनेले घरमा यतिकै ब्याइबेन बस्नु सट्टा त्यसबाट चाहिँ अब विभिन्न संस्थाहरूमा पनि काम पाएर अब नपाइएको खण्डमा आफैले पनि कुनै व्यवसाय गर्न सक्ने भएर चाहिँ मैले प्राविधिक शिक्षालाई रोजेको। तपाईले यो दोस्रो वर्षको वार्षिक परीक्षा दिएपछि को समय कसरी बिताइरहनु भएको छ? मैले त्यसमा चाहिँ विशेष गरी सुरुमा चाहिँ हामीले महिला कृषि समूह भनेर एउटा बचत समूह खोल्थ्यौँ। त्यसमा चाहिँ अझ हामीले थोरै पानीबाट कसरी खेती गर्न सकिन्छ भन्ने कुरा पनि त्यहाँ सिकाएको थियो। तपाई त्यो विद्यालयको पहिलो ब्याचको विद्यार्थी हुनुहुन्छ। तपाईले अरूलाई त्यो विद्यालय प्रति के धारणा व्यक्त गर्नुहुन्छ? म के भन्छु भने अहिलेको जुन अब अहिलेको यो परिस्थिति अनुसार चाहिँ जुन अब यो मकवानपुर जिल्लामा पहिलो टेक्नोलोजी जुन शिक्षा ल्याएको यहाँ टेक्निकल शिक्षा त्यसको लागि चाहिँ सबैभन्दा पहिला त स्कुललाई नै धन्यवाद दिन चाहन्छु। र अनि यो शिक्षा चाहिँ एकदमै राम्रो छ किनभने यो जुन अब कमर्सियल अरू शिक्षा लिएर बस्नुभन्दा यो शिक्षाबाट चाहिँ आफै पनि निर्भर हुन सक्ने र जुन अब हुन त हाम्रो अलिक अब जुन यो कृषिमा आधारित देश हो हाम्रो यसमा चाहिँ म्याक्सिमम धेरै जस्तो जनता चाहिँ अब कृषिमै काम गर्ने भएको हुनाले चाहिँ अब उन्नत प्रविधि र उन्नत तरिकाबाट खेती गर्दा चाहिँ बढीभन्दा बढी आम्दानी लिन सकिने र प्लस देश विकासमा पनि टेवा पनि भएको हुनाले चाहिँ यो शिक्षा एकदम राम्रो छ भनेर म अरू साथीहरूलाई पनि भन्न सक्छु र भनेर पनि 3-4 जना साथीहरू पढ्न जानुभएको छ।